भालेढुङ्गा है सक्नुहुन्छ यो प्रज्वल भाइलाई है यहाँ त फेरि भ्यू। हेलो एभ्रिवान, वेलकम टु माई सेकेन्ड भिडियो। अनि आज चाहिँ हामी यहाँदेखि दलेपदेखि याङयाङ जाँदैछौँ र मलाई साथ दिने चाहिँ यहाँ हाम्रो प्रज्वल भाइलाई है, प्रज्वल भाइ र म जाँदैछु। ओके गाइस, भेटौँ। साथीभाइ मेरो चाहिँ एकदम है फरारी चाहिँ एकदम फुल स्टार्ट भइसक्यो है। अब चाहिँ हामी भेट्नेछौँ। ओके, भिडियोमा बनिनु होला है। यो 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 गाइस है, हामी चाहिँ लागेको याङयाङ तरफ। यो चाहिँ हाम्रो बर्मा खडा है। हाम्रो चाहिँ सानो काम परेर याङयाङ गएको। दिन पनि यस्तो छ होइन, बाइक पनि फेरि हो टाढो छ है साथीभाइ। हेरौँ अब त्यहाँतिर कस्तो हुन्छ है। जाँदैछ हामी तिन भाइ चाहिँ। अहिले चाहिँ हामी यहाँ नागधारा पहिरोमा छ है। यो पहिरोले निकै सतायो हामीलाई है। त्यो त सबैलाई थाहै छ होला। यो पहिरो चाहिँ एकदमै घातक निक्लेको छ। होइन साह्रै इजिले पनि दिनु भएन नि त, लाइफ रिस्कमा राखेर होइन। एकदमै कुद्नु भएन। म चाहिँ तपाईँको एउटा भ्लगिङ मात्रै गरिदिने है। भ्लगिङ चाहिँ मैले भर्खर हालफिलहालमा स्टार्ट गरेको है। र अहिले देखाएको चाहिँ मेनकाइन कम्पनी जो अमलमा छ। म त्यहाँको चाहिँ बस चलाउँछु होइन। दिल्लीको साथसाथै भ्लगिङ पनि गर्दैछु। साथ दिनुहुन्छ होला मलाई होइन। ट्राई गर्दैछु। गाइस एकदम जग्गा पनि हुन्छ है। तर बाटोको जग्गा एकदमै खराब छ। त्यही कारणले साह्रै हाइपर राइडिङ गर्नु मिल्दैन। फेरि हाइपर राइडिङ गर्दाखेरि चाहिँ म बोलेकै नसुन्ने रहेछ नि त क्या। अहिले माइक छैन नि त। अहिले चाहिँ हामी फर्स्ट भिडियो र यो भिडियो चाहिँ हाम्रो फोनबाटै हो नि त। त्यही कारणले है प्रब्लम छ। प्रब्लम बुझ्दिनु होला है। अब बिस्तारै इम्प्रुभ गर्दैछु। अब नेक्स्ट भिडियो त यो बाइक चाहिँ नेक्स्ट भिडियो जुन चाहिँ आउँदैछ हाम्रो होइन, त्यो भिडियो चाहिँ एकदम अलिक टुरको हुनेछ है। एकदम भ्यू पोइन्टवाला जग्गाको। त्यतिखेर चाहिँ मेरो क्यामेरा पनि आउनेछ। यो क्यामेरा चाहिँ अलिक टाइम लाग्ने भयो नि त आउनु लागि। त्यही कारणले गर्दाखेरि चाहिँ अहिले हामीले चाहिँ अब हाम्रो च्यानल चाहिँ होल्ड नहोस् भनेर चाहिँ मोबाइलबाटै भए पनि बनाएको है साथीभाइ हो। बुझ्छु, आशा छ सबैजनाले बुझिदिनुहुन्छ होला है। किनभने यो फर्स्ट स्टेप हो नि त हाम्रो। यो मेरो फर्स्ट जर्नी हो नि त। अब ट्राई गर्दैछु। इम्प्रुभ हुन्छ होला होइन। इम्प्रुभ ल्याउनु पऱ्यो नि त मैले होइन। एकदमै खतरनाक टर्न भएर होला कि साह्रै स्पिड पनि कुद्नु सकिँदैन। ओके लड्यो नि लड्यो। यो बाटो नै एकदमै राम्रो थियो है। अस्तिको फ्लडले गर्दाखेरि चाहिँ एकदमै यहाँको पनि कन्डिसन खराब छ।
हामीले बजार आइपुग्न आँटेको छ है। यो सफर जारी छ। ड्युबको झुटको कुद्छ 390 जति नकुदे पनि। तर अब ड्युब चाहिँ पुरानो र नयाँमा कम्पेयर गर्नुपर्ने हो भने चाहिँ मैले भयो होइन, किनभने मैले ओल्ड ड्युब पनि राखेको नि त, ओल्ड ड्युब DS4 है। मलाई चाहिँ ओल्ड ड्युब DS4 चाहिँ र मेसिन लाग्यो है साथीभाइ। तपाईँहरूलाई के लाग्छ है? र मैले चाहिँ अब ड्युबको चाहिँ 2 जेनेरेसन राखेर होला है। यो चाहिँ अहिले चाहिँ मेरो जेनेरेसन 3 हो। कसैले ड्युब 200 थियो तर ओल्डवाला जुन चाहिँ DS3 DS4 मा आउँछ त्यो खालको थियो नि त। त्यो चाहिँ योभन्दा पनि र मेसिन हो। आज खबरै खतरनाक कुद्यो जस्तो लाग्छ। यहाँ मलाई फर्स्ट टाइम कुदाएर यस्तो भएको हो कि याद भएन। ओके गाइस, लेट्स इन्जोय द राइड है। किन गएको हो भन्दाखेरि चाहिँ यो खालि ब्लग बनाउनु मात्रै गएको होइन है साथीभाइ हो। किनभने मेरो चाहिँ याङयाङमा एउटा काम परेको छ है, त्यो काम सुरु गर्नु। र याङयाङको बाटोमा चाहिँ फेरि अर्ग्यानिक सब्जी पाउँछ है साथीभाइ। त्यो सब्जी पनि किन्नु होइन, किनभने अब मार्केटमा चाहिँ अब प्रायः जस्तो चाहिँ अहिले बस्तीको अर्ग्यानिक भनेर चाहिँ सिलगढीको बेच्दैछ नि त। प्रायः जस्तोले चाहिँ अब सिलगढीको खानु भन्दा चाहिँ बस्ती लाइन कुद्यो। त्यहाँनिर अब सब्जी टिपिरहेको हुन्छ बिचरा बाजे पुग्योहरूले होइन। उनीहरूको एउटा सब्जी किन्यो, आफूलाई पनि राम्रो उनीहरूलाई पनि राम्रो। कतातिर पाउँछ अब त बन्द पनि हुनसक्छ है साथीभाइ, किनभने चाहिँ टाइम बहुत भयो नि त। यो पनि म पनि भर्खर बिर्सिसकेर आएको चाहिलो। साथीभाइ अब ब्लगर बोलेन भन्ने चाहिँ नभन्नु है साथीभाइ। एक दिनमा सुन्नु होला है, जब मेरो क्यामेरा प्लस माइक है सबै कुरा आउँछ तब चाहिँ म बोलेर चाहिँ वाक्कै लगाउँछु क्या सबैजनालाई है। अहिले चाहिँ एकदमै राम्रो साउन्ड आउँदैन रहेछ नि त। फेरि हाइपर राइड गर्नु नमिल्ने भयो नि त कि त्यही कारणले चाहिँ एकदमै अहिले चाहिँ मैले कम्ती बोल्दैछु जग्गा मात्रै।
अच्छा 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 दामी छ दामी दामी लेप्चा हेरिटेज सेन्टर यो 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 गाइस हामी चाहिँ पुग्न आँटेको छ है हामी चाहिँ अब बेसी छैन फेरि हामी पनि त फर्किहाल्छ नि त रात पर्छ फेरि पानी पर्छ है यो एरियामा त भन्नु सकिँदैन नि त के पनि हुनसक्छ है ल गाइस अहिले चाहिँ हामी अब अलिकति माथि जानु छ है साइड है हाम्रो चाहिँ सानो काम परेको छ नि त यहाँ भाइला छ प्रज्वल भाइला है यहाँ त फेरि भ्यू पनि राम्रो छ है साथीभाइ हो यो 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 गाइस है हामी चाहिँ कामसाम सकेर फर्केको अब चाहिँ एकैचोटि यहाँ तल चिया हल्का खाउँ भनेको देखाउने छु साथीभाइ हो ल साथीभाइ हो हामी चाहिँ यहाँनिर है सो चिया खाजा खान आँटेको यतिको मायाको भोगी चाहिँ हुन्छ हेर्नुहोस् ल ओके गाइस हामी चाहिँ खाजा साजा खाएर है अब चाहिँ निक्लेको त्यहाँनिर चाहिँ एकदमै दामी खाजा पाउँदो रहेछ है अब मलाई चाहिँ मिठो काम पनि सकियो अब लेट्स इन्जोय गाइस राइडको पनि मजा लिनुपर्छ माङ्लेमा पनि एकदमै सब्जी चाहिँ छैन चाहिँ है साथीभाइ हामी चाहिँ अब लाग्यो सिक्किम तरफको रोड तर जानु चाहिँ बर्मेक हो अब चाहिँ बर्मेक तरफ लाग्यो है गाइस मेरो बसन्ती गाइस वाह 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 यही तो है तरीका गाड़ी चलाने का पास से गया वो वही तो ओके ओके यो बाटो त अलिकति त्यस्तै खालको छ है साथीभाइ हो सानो बाटो हो नि त यहाँ पुग्नु चाहिँ त्यहाँसम्म चाहिँ बनाएको पहिला नै यो चाहिँ पहिलाकै रोड हो हजुर यो चाहिँ पहिला फार्मतिर आउने रोड हो नि त यो चाहिँ अहिले बनाएको होइन त्यहाँ चाहिँ त्यहाँदेखि मुटु चाहिँ हुँदैन बनाएको है यहाँदेखि चाहिँ हामी लेफ्ट हुनेछौँ है बर्मेक त पर यो पनि बर्मेकै हो हुनु चाहिँ यहाँबाट हामी चाहिँ माथि हो नि त मेरो काम चाहिँ यो गाइस हामी चाहिँ कामसाम सकेर है फर्किँदैछौँ आफ्नो घरको तरफ ओके रात पनि धेरै परिसक्यो है हाम्रो भिडियो पनि लामो हुने रहेछ नि त किनभने यहाँ गएर आएको हो नि त कि हामीले अब बर्मेक गएको पनि भ्लगमा हेरेको है डाउन झर्ने चाहिँ हामीले देखाएन नि त किनभने एकदमै लामो हुने चान्सेस भयो नि त भ्लग चाहिँ त्यही कारणले मैले चाहिँ यहीसम्म टुङ्गाउने निर्णय गरेँ आशा छ तपाईँहरूलाई मनपर्छ होला है मन परेमा लाइक कमेन्ट शेयर अनि डोन्ट फर्गेट गाइस सब्सक्राइब चाहिँ प्रेस द बेल आइकन है
And bye bye guys.